हाई गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। सो आज चाहिँ हामी फिजिक्सको 7th प्र्याक्टिकल सकेर टक्क घर गइरहेको थियौँ। हेर्दा हेर्दा कस्तो हामी आएको थियौँ बिहान कलेज 7 बजे, 8-9 बजिसकेछ। टक्क दायाँ बायाँ हेर्दै क्यामेरा फर्काउँदै म चाहिँ लागेँ घर। सो प्र्याक्टिकल चाहिँ त्यस्तो अप्ठ्यारो चाहिँ थिएन। आज हामी चाहिँ आधा घन्टामै सकेर निस्क्यौँ। मेरो साथी चाहिँ कस्तो ढोक्करिरहेको कि फेरि क्यामेरा देख्ने बित्तिकै उसलाई ढोक्करिहाल्नु पर्ने। सो हामी चाहिँ 10 मिटर जति पनि तल आइसकेका थियौँ कलेजबाट। अब ओल्ड इज गोल्ड देखाउँदै बजारभरि भिडियो बनाउँदै होइन टक्क चोकमा पुग्यो। त्यहाँ भने बस कारहरू कस्तो दामी तरिकाले लागिरहेको। अनि हाम्रो यो पाटनको गेट कस्तो सायरी पढ्न मन लाग्यो भने खोजिरहेको सायरी नै नरहेछ के कारमा चाहिँ। फेरि म भने जुम गर्दै हेर्दै फेरि केही गाडी आउँछ कि त्यसको पढ्नुपर्छ भनेर हेर्दै फेरि साथीहरू चाहिँ कस्तो के डिसिप्लिन के। फेरि म भने आउट ड्रेसमा, हामीहरू आउट ड्रेसमा, ऊ चाहिँ टक्क ड्रेसमा गएको के फेरि होइन। अनि हामीहरूको पारा चाहिँ यस्तै छ अलिअलि के भनौँ। अब ऊ चाहिँ डन, हाम्रो क्लासको सीमा डन होइन। अनि नगरपालिकाको गेट हेरिरहेको त त्यहाँ भन्नै बाँकी रहेछ। तर बजारमा चाहिँ एउटा यो रुख के बिचमा कस्तो येल्लो कलरको फुल मलाई यस्तो मन पर्थ्यो। तर यसले चाहिँ अलि इन्भाइरोमेन्ट पोल्युसन गराउँछ अरे। फेरि दोकान देखिन्छ मलाई चाहिँ खानेकुराको के कस्तो खान मन लाग्छ। फेरि ऊ चाहिँ घर जान्छ। तर आजको मिनी ब्लग चाहिँ यहीँनिर एन्ड हुन्छ होइन गाइज। बजारतिर यही हेर्दै रमाउँदै घर पुग्दै। ओके बाई बाई, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।